हेलो एभ्रिवान, आज चाहिँ म एसियन डेभलपमेन्ट ब्याङ्कको 50वटा एमसिक्यूहरू लिएर आएको छु। सङ्गठित संस्थाहरूको लागि यो चाहिँ एकदम महत्त्वपूर्ण टपिक रहेको छ। यदि त हजुरहरूले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छ भने सब्सक्राइब गरिदिनु होला। क्वेसन नम्बर 1 रहेको छ, एसियन डेभलपमेन्ट ब्याङ्क एडिबीको कहिले स्थापना भएको थियो? 19 यसको सही एन्सर रहेको छ अप्सन बी 1966। क्वेसन नम्बर 2 रहेको छ, एडिबीको मुख्यालय कहाँ अवस्थित छ? हेडक्वार्टर एडिबीको कहाँ छ भन्दा यसको एन्सर रहेको छ फिलिपिन्सको मनिला भन्नेमा। त्यसपछि क्वेसन नम्बर 3 रहेको छ, एडिबीले मुख्यतया कुन क्षेत्रलाई ध्यान दिन्छ? एडिबीले मुख्यतया एसिया र प्रशान्त क्षेत्रलाई ध्यान दिन्छ। अप्सन सी रहेको छ यसको एन्सर। क्वेसन नम्बर 4 रहेको छ, हाल 2025 मा एडिबीका सदस्य राष्ट्रहरू कतिवटा छन्? एडिबीका सदस्य राष्ट्रहरू 68 वटा छन्, जसमा 49वटा चाहिँ हाम्रो एसियाबाट छ भने अरू बाँकी अरूबाट छ पेसिफिकबाट। 5 नम्बरको क्वेसन रहेको छ, एडिबीको सबैभन्दा ठुलो सेयर धनी देश कुन हो? यसको एन्सर रहेको छ ए जापान। 6 नम्बरको क्वेसन रहेको छ, एडिबीको अध्यक्ष प्राय कुन देशबाट हुने गर्छ? यो जापानबाट हुने गर्छ, बी यसको सही एन्सर रहेको छ। क्वेसन नम्बर 7 रहेको छ, एडिबी स्थापना गर्ने मुख्य उद्देश्य के थियो? यसको एन्सर रहेको छ अप्सन बी एसिया प्रशान्त क्षेत्रको आर्थिक विकास र सहयोग यसको मुख्य उद्देश्य रहेको छ। क्वेसन नम्बर 8 रहेको छ, तल उल्लेखित मध्ये कुन देश एडिबीको सदस्य देश होइन? भारत हो, उत्तर कोरिया होइन, बङ्गलादेश हो, नेपाल हो। नेपाल संस्थापक राष्ट्र पनि हो। 9 नम्बरको क्वेसन, एडिबीको आधिकारिक कार्यभाषा कुन हो? एडिबीको आधिकारिक कार्यभाषा भनेको इङ्ग्लिस हो, अप्सन बी रहेको छ अङ्ग्रेजी। क्वेसन नम्बर 10 रहेको छ, एडिबीले के उपलब्ध गराउँछ? एडिबीले ऋण उपलब्ध गराउँछ, अप्सन बी रहेको छ यसको एन्सर। एडिबीको पहिलो अध्यक्ष को थिए? यसको एन्सर रहेको छ ताकेसी वातनेबे, अप्सन ए रहेको छ यसको एन्सर। 12 नम्बरको क्वेसनमा, एडिबीको स्थापना कहिले प्रभावकारी रूपमा सुरु भयो? एडिबीको स्थापना अप्सन बी 1966 डिसेम्बर 19 मा सुरु भएको थियो। क्वेसन नम्बर 13 रहेको छ, एडिबीको पहिलो ऋण कुन देशले पाएको थियो? एडिबीको पहिलो ऋण पाकिस्तानले पाएको थियो, अप्सन बी यसको एन्सर रहेको छ। क्वेसन नम्बर 14 रहेको छ, एडिबीको नारा के हो? मोटो अफ एडिबी भनेको फाइटिङ पोभर्टी इन एसिया एन्ड द पेसिफिक, अप्सन बी यसको एन्सर रहेको छ। 15 नम्बरको क्वेसन, नेपाल एडिबीको सदस्य कहिले बनेको थियो? यसको इस्टाब्लिस बेलामै सदस्य भएको थियो, 1966 इस्टाब्लिस संस्थापक राष्ट्र नि थियो नेपाल। 16 नम्बरको क्वेसनमा, एडिबीको प्रमुख निर्णय गर्ने निकाय कुन हो? बोर्ड अफ गभर्नर हो। बोर्ड अफ अङ्गहरू 3वटा हुन्छ, एउटा बोर्ड अफ गभर्नर, एउटा बोर्ड अफ डिरेक्टर, एउटा सेक्रेटेरिएट भन्ने हुन्छ। 17 नम्बरको क्वेसनमा, एडिबीको दैनिक कामकाज कसले सञ्चालन गर्छ? बोर्ड अफ डाइरेक्टर्सले सञ्चालन गर्छ, अप्सन ए रहेको छ यसको एन्सर। 18 नम्बरको क्वेसनमा, एडिबीमा अमेरिकाको सेयर धनी प्रतिशत कति रहेको छ? करिब 15% अमेरिकाको सेयर रहेको छ, अप्सन बी यसको एन्सर रहेको छ। 19 नम्बरको क्वेसनमा, एडिबीमा नेपाल जस्तो सानो देशहरूले सदस्यता कुन प्रकारको हुन्छ? डेभलपिङ मेम्बर कन्ट्रीको डिएमसीको रूपमा हुन्छ। 19 नम्बरको क्वेसनको एन्सर अप्सन ए रहेको छ डेभलपिङ मेम्बर कन्ट्री डिएमसी। एडिबीको 20 नम्बरको क्वेसनमा, एडिबीको आधिकारिक मुद्रा के हो? अमेरिकी डलर युएसडी, अप्सन ए रहेको छ। 21 नम्बरको क्वेसनमा, एडिबीले कुन खालको परियोजनाहरूमा लगानी गर्छ? एडिबीले पूर्वाधार, ऊर्जा, शिक्षा र कृषिमा लगानी गर्छ, अप्सन ए रहेको छ यसको सही एन्सर। 22 नम्बरको क्वेसनमा, एडिबीले सदस्य देश कति एसियाली छन्? यो 49 वटा एसियाली देशहरू छन्। 23 नम्बरको क्वेसन, एडिबीको पहिलो वार्षिक बैठक कहाँ सम्पन्न भएको थियो? यो फिलिपिन्सको मनिला भन्ने सहरमै सम्पन्न भएको थियो, अप्सन बी रहेको छ यसको एन्सर। 24 नम्बरको क्वेसनमा, नेपालमा एडिबीको पहिलो ऋण कुन क्षेत्रमा लगानी भएको थियो? सडक, त्रिभुवन, राजपथ सुधारमा, अप्सन बी यसको सही एन्सर रहेको छ। पहिलो ऋण चाहिँ सडक निर्माणमा भएको थियो। 25 नम्बरको क्वेसनमा, एडिबीको हालको अध्यक्ष को हुन्? यो स्यालसुङ असाकावा हो यसको एन्सर, अप्सन सी जापानको, कस्तो अप्ठ्यारो नाम हो। 26 नम्बरको क्वेसनमा, एडिबीको कस्तो किसिमको संस्था हो? एडिबी क्षेत्रीय वित्तीय संस्था हो, अप्सन ए रहेको छ यसको एन्सर। 27 नम्बरको क्वेसन, एडिबीको ऋणमा प्राय कुन ब्याज दर हुन्छ? कम ब्याज दर हुन्छ एडिबीको ऋणमा, अप्सन बी यसको एन्सर।
28 नम्बरको क्वेसनमा नेपालमा एडिबीले सहयोग गरेका प्रमुख परियोजनामध्ये कुन होइन? काठमाडौँ उपत्यका खानेपानी यो एडिबीको सहयोगमा हो। विद्युत प्रसारण लाइन एडिबीको हो। रक्षा मन्त्रालय भवन यो होइन। भूकम्प पुनर्निर्माण एडिबीको धेरै सहयोग छ। अप्सन सी एन्सर हो। 29 नम्बरको क्वेसन एडिबीको वार्षिक बैठक प्राय कहाँ हुने गर्छ? विभिन्न सदस्य मुलुकहरूमा पालेपालो हुन्छ, एकै ठाउँमा हुँदैन। पालेपालो सदस्य मुलुकहरूकोमा हुने गर्छ। अप्सन बी यसको एन्सर। 30 नम्बरको क्वेसनमा एडिबीको स्पेसल फन्ड विभाग कुन उद्देश्यका लागि हो? गरिब राष्ट्रलाई सहुलियत ऋण दिन। गरिब जो देशहरू चाहिँ अलिक पिछडेको गरिबीमा छ त्यसलाई चाहिँ अलिक थोरै ब्याज दरमा ऋण प्रदान गर्नु नै एडिबीको स्पेसल फन्ड विभागको उद्देश्य हो। एडिबीको 31 नम्बरको क्वेसन एडिबीले कुन सङ्गठनसँग सहकार्य गर्छ? एडिबीले आइएमएफ, वर्ल्ड ब्याङ्क, सार्क सबैसँग गर्छ। यसको एन्सर हो अप्सन डी माथिका सबै। 32 नम्बरको क्वेसनमा एडिबीको स्ट्र्याटेजी 2030 केमा आधारित केन्द्रित छ? दिगो विकास र समावेशी विकास, सस्टेनेबल डेभलपमेन्ट एन्ड इन्क्लुसिभ डेभलपमेन्टमा आधारित छ। अप्सन ए यसको एन्सर रहेको छ। 33 नम्बरको क्वेसन एडिबीको पुँजी कोषलाई के भनिन्छ? एसियन डेभलपमेन्ट फन्ड एडिएफ भनिन्छ। एसियन डेभलपमेन्ट फन्ड एडिबीको पुँजी कोषलाई। अप्सन बी रहेको छ यसको एन्सर। 34 नम्बरको क्वेसन एडिबीले कुन वर्षदेखि नेपालमा प्रत्यक्ष कार्यालय स्थापना गरेको हो? 1989 देखि गरेको हो। अप्सन बी रहेको छ यसको एन्सर। एडिबीको सदस्य बन्नको लागि कुन शर्त चाहिन्छ? युएनको सदस्यता चाहिन्छ। युएनको अप्सन ए यसको एन्सर रहेको छ। 36 नम्बरको क्वेसनमा एडिबीको निर्णय प्राय कसरी हुन्छ? मतदान प्रणालीबाट हुन्छ। अप्सन बी रहेको छ यसको एन्सर। 37 नम्बरको क्वेसनमा एडिबीको प्रमुख ध्यान कुन क्षेत्रमा केन्द्रित छ? दिगो आर्थिक विकासमा छ। यसको 37 नम्बरको एन्सर अप्सन बी रहेको छ। 38 नम्बरको क्वेसन एडिबीमा नेपालले पाउने ऋण प्राय कस्तो स्वरूपको हुन्छ? सफ्ट लोन हुन्छ। सफ्ट लोन सहुलियत ऋण। अप्सन ए रहेको छ यसको एन्सर। एडिबीको सचिवालय कहाँ छ? एडिबीको सचिवालय फिलिपिन्सको मनिलामा छ। क्वेसन रिपिट भयो ए होइन। 39 नम्बरको एन्सर रहेको छ अप्सन सी। 40 नम्बरको क्वेसन एडिबीको सदस्यतामा गैर एसियाली मुलुक पनि छन् जस्तै अमेरिका हो। अनि 41 नम्बरको क्वेसनमा एडिबीले कुन क्षेत्रमा बढी लगानी गरेको छ? पूर्वाधार क्षेत्रमा बढी लगानी गरेको छ। अप्सन ए यसको एन्सर रहेको छ। 42 नम्बरको क्वेसनमा एडिबीको सदस्य राष्ट्रहरूमध्ये कुन ठुलो अर्थतन्त्र हो? जापानको हो। अप्सन बी रहेको छ यसको एन्सर। 43 नम्बरको क्वेसनमा एडिबीको सबैभन्दा ठुलो योगदानकर्ता देश कुन हो? जापान हो। जापान अप्सन बी रहेको छ एन्सर। 44 नम्बरको क्वेसनमा एडिबीको प्राविधिक सहयोग के हो? विशेषज्ञ र परामर्श सेवा उपलब्ध गराउनु यसको प्राविधिक सहयोग हो। अप्सन बी यसको एन्सर रहेको छ। अप्सन 45 नम्बरको क्वेसनमा एडिबीको लोन विन्डो भनिने कोर्स कुन हो? एडिबीको लोन विन्डो भनिने कोर्स अर्डिनरी क्यापिटल रिसोर्सेस ओसिआर हो। अप्सन बी एडिबीको लोन विन्डो भनिने कोर्स अर्डिनरी क्यापिटल रिसोर्सेस ओसिआर हो। एडिबीको अधिकृत संक्षिप्त रूप के हो? एडिबी हो। अप्सन बी रहेको छ यसको एन्सर। 47 नम्बरको क्वेसन एडिबीले कुन अवधारणालाई जोड दिएको छ? इन्क्लुसिभ एन्ड सस्टेनेबल ग्रोथ। एडिबीको अवधारणा नै यही हो। 2030 सम्ममा चाहिँ इन्क्लुसिभ एन्ड सस्टेनेबल ग्रोथ चाहिँ मोटो लिएर हिँडेको छ एडिबी। 48 नम्बरको क्वेसनमा नेपालले एडिबीबाट लिएको ऋण कुन संस्था मार्फत प्रयोग हुन्छ? अर्थ मन्त्रालयबाट हुन्छ। नेपालले एडिबीबाट लिएको ऋण कुन संस्था मार्फतबाट प्रयोग हुन्छ भन्दा अर्थ मन्त्रालयबाट। 48 नम्बरको क्वेसन अप्सन सी। 49 नम्बरको क्वेसनमा एडिबीको निर्णय प्रक्रियामा कुन देशहरूको प्रभाव बढी हुन्छ? ठुलो सेयर राख्ने देशहरू, जसको ठुलो छ त्यसकै प्रभाव भइहाल्यो। अप्सन बी रहेको छ एन्सर। 50 नम्बरको क्वेसनमा एडिबीको आधिकारिक वेबसाइट कुन हो? www.adb.org हो। थ्याङ्क यू भेरी